हेलो गाइस, स्वागत छ मेरो न्यू भिडियोमा। अहिले चाहिँ म नयाँ युट्युब च्यानल खोलिरहेको छु अनि अहिले चाहिँ मैले भ्लग गर्छु हैन गाइस। यस्तो छ, क्यामेरा खासै नराम्रो पनि छैन, ठिकै छ। त्यो गाइस अलि मिडल क्लास छु म। हेरौँ युट्युबमा जति सकिन्छ गर्ने हो गाइस। अनि मेरो घर चाहिँ यस्तो छ, यो चाहिँ दुईटा भाइहरुको साइकल भयो हैन। हाम्रो घरको ठाउँ चाहिँ अलि स्पेस धेरै छ के, लुक्ने ठाउँहरु खेल खेल्दाखेरि हेर्न सक्नुहुन्छ। बब्बाल छ यार। हेर्न यस्तो छ। ल गाइस, मोबाइल ठिकै छ, क्वालिटी एकदम त्यस्तो घटिया पनि छैन। आइफोन नभने एन्ड्रोइड हो। एन्ड्रोइडमा अलि सस्तो मोडल 3GB ऱ्यामको पुरानो बनाउने यस्तो राम्रो क्यामेरा आनेको ठिकै हो। अनि गाइस अहिले चाहिँ मैले फेस रिभिल गरेको छैन, म पछि गर्छु। फेस रिभिल भन्ने चिज त गरिहालिन्छ नि। मेरो घरको भ्यू हेर्नु हैन, तपाईले इन्जोय गर्नु है त। आन्टीहरुको गफ सुनाइदिउँ न तपाईलाई पनि। सुन्नु है त आन्टीहरुको गफ। म आन्टीबाट गइराखेको गाइस। आन्टीहरुले चाहिँ मस्त मिठो गफ हानेको बेलामा म चाहिँ गाइस पछाडिबाट आएर घुस्छु है त। आम्मामा गफ त कति ठुलो हो, 3 घण्टाको गफ। हाय मम्मी, 3 घण्टाको गफ आमाको। कहिले अपरेसन गरेर निस्केको? किन रोथेर म? मम्मीले भन्थे हच्चुआ कहाँ रुवा हो त नि त्यो। आहा त लट्ठ्याएर हो के अपरेसन गर्ने बेलामा। मम्मी नजानु नभनेको हैन। अनि त्यो त अनि मलाई कस्तो अप्ठ्यारो लाग्छ नि त नौलो ठाउँमा। म एकछिन हस्पिटलमा गएँ नि एकछिन उभिन त सक्दैन। किन नि गाह्रो भयो। त्यहाँ भित्र कसैलाई पनि जान नदिँदा डर लाग्यो। अघि कस्तो कस्तो नौलो कस्तो फिल हुन्छ के। होइन कस्तो हुँदो रहेछ, कस्तो कहाँ जाने कस्तो हुन्छ के। सबै मेरो मात्रै लाएर गएको। जब हातले पनि के कपडा खोल्दै होला है। सबै के कट्टु खोल्नु मिल्दैन, प्याटी भित्र गएर खोले जामेले। कट्टु नि खोल्न लाउँदो रहेछ। के लाउनै दिए फेरि हिसाबलाई। के भन्नुभयो? पिसाब गर्नलाई पाइप दिन्न है। हैन पिसाब लाउँदै लाउनु। खै सबैलाई मलाई मात्र हो र सबैलाई? त्यो अङ्कलको त छ नि यहाँ हो यहाँ। किन? ओके गाइस, म चाहिँ अहिले फेस रिभिल चाहिँ म गर्दिनँ ल। कडा हो, फेस रिभिल चाहिँ म पछि गर्छु कि। अलि सब्सक्राइबर पुगेन, अलि धेरै सब्सक्राइबर चाहिँ आयो कि। अनि म त फेस रिभिल हानेर डन्नै गिभअवेहरू गर्छु हैन। अनि म चाहिँ एउटा फ्री फायर भन्ने गेम खेल्छु, त्यसमा ठुल्ठुलो गिभअवेहरू छ। स्टन पनि गर्छु, साइकलको भिडियोहरू हाल्छु हैन। अलिअलि मेरो यो हात चाहिँ सन्चो हुँदैन। अनि म चाहिँ एउटा गिभअवे गर्छु ल। साइकल राइड जानुपर्छ केटा हो, राइड। म चाहिँ नेपाली ब्लगर राजकुमारलाई त चिन्नु नै भयो होला तपाईहरुले। राजकुमार थापा जस्तै भन्ने कोसिस ट्राई गर्ने हो। सकिन्न होला राजकुमार जस्तो त नर्मल सर्ट क्रिएटर सानो बन्नु त पर्यो। अहिलेलाई चाहिँ नर्मल ब्लग मात्र गरे। अहिले साइकल चलाउनु मिल्दैन, एउटा हातले मिल्छ अलिकति चलाउनु। साइकल चाहिँ यहाँ छैन, मैले ग्यारेजमा हाम्रो एउटा साइकल पसल पनि छ हैन गाइस। त्यो चाहिँ मैले साइकल पसल हैन मेरो म कत्रो छु। साइकल पसल छ हैन, त्यहाँ गएर अब साइकलहरू पनि बेच्छौँ हैन। चाय खाने आउनुहोस् चितवन भरतपुर 10 चितवन दुसञ्चार टेलिकम अगाडि है त। ओके गाइज, अहिले चाहिँ म यतै छु घरतिर मस्त बसिरहेको छु यार। फेस रिभिल त भन्न हान्ने भनेको यो चाहिँ कसको घर हो भनेर
भित्र आन्टीको त्यो चाहिँ आन्टीको घर हो। त पुन्टी आन्टी बोलिरहनु गाइस होइन ऊ यहाँ छ एउटा त्यहाँ को आयो यार। ओके गाइस हाम्रो घरको माथि पनि कस्तो छ भने म तपाईँलाई देखाउँछु होइन। ऊ हाम्रो साइकल राइड चाहिँ छ शनिबार होइन। म चाहिँ एउटा हातले भनिहाल्छु त्यति गाडीबाट होइन रुटतिर सजिलो ठाउँमा चाहिँ एक हातले चलाउनु पर्छ क्या। म सक्छु। ओके गाइस म चाहिँ अहिले माथि जान लाग्यो त। माथि चाहिँ यस्तो छ लुक्स ठ्याक्कै लाइट पऱ्यो रे। ओके गाइस हाम्रो यहाँ माथि हेर्न सक्नुहुन्छ यस्तो छ यार घर पनि तर ठिकै हो। गाइस यहाँबाट म केही गरेँ हाम्रो पसल चाहिँ उयो घरको अगाडि छ कि यही घरको अगाडि छ। यहाँनिर एउटा रोड छ कि उयो देख्नु रातो कार भन्दा यहाँभित्र छिर्ने हो। त्यो भाइलाई मैले चिन्ने हो होइन गाइस। त्यो भाइहरूलाई यहाँ छ एउटा भाइहरू पुच्छहरू त्यता छ। अनि अहिले चाहिँ म तलतिर जान्छु होइन गाइस। तल गएपछि भेटौँला है त। ओके गाइस तल गएर भेट्छु त तपाईँ। एउटा चिज देखाउँ भनेको कुराहरूलाई गाइस केटाहरू अनि पछि गऱ्यो तल गएपछि एउटा सिगरेट ठाउँमा भेट्छु होइन। पहिला सिगरेट होम टुर पनि गराउँछु। ओके एकैचोटि खोलिदिउँ त एउटा सिगरेट खानु हालिदिन्छ साँच्ची हो। लगाएको म चाहिँ अलिक थाहिसक्यो होइन। सबजनाले ब्लगमा सब्सक्राइब गरिदिनु होला। अहिलेलाई चाहिँ यति नै भनेर म भन्नु अगाडि सिकाइदिएको। हाम्रो होम टुर चाहिँ यस्तो छ होइन। म सब खोलेर देखाउँछु। टोइलेट त के देखाउनु होइन। एउटा यहाँ स्याक्यो मेरो साइकल राख्ने ठाउँ यहाँ छ तर म साइकल चाहिँ देखाउनु ल। साइकल चाहिँ देखाउनु क्राइसियर यति देखाउँछु सक्छु। साइकल चाहिँ देखाउनु ल पछि देखाउँछु छ नि त छ सरप्राइज हो नि। कडा हो त्यहाँ देख्नु टायर त्यहाँनिर एउटा साइकल देख्नु होला ग्रिन कलरको। ओके गाइस म पछि एउटा साइकलदेखि जानु होला होइन। त्यो साइकल चाहिँ मेरै थियो उल्टाएर राख्दै क्या पहिलाको साइकल चाहिँ म पछि देखाउँछु ल कडा तिमीहरूलाई। अनि केटाहरूको छ त नि अलिक पढाइ सढाइ गर्नु पऱ्यो कि केटाहरूले त्यही हो होइन। भ्लग अब 21 मिनटको हुन्छ यार। मेरो भ्लग पनि सानो क्रिएटर भए पनि भ्लग त दामी गर्छु कि केटा। तिमीहरूले बुझ्दैनस् सब्सक्राइब गर्नु केटा हो। म चाहिँ मगर हो ल अभिषेक थापा मगर होइन। सब्सक्राइब गरिदिनु होला। कमेन्टमा फुटबल प्लेयर को
को फुटबल प्लेयर को खेल्छ त्यसको फेभरेट प्लेयर चाहिँ को हो मेरो चाहिँ नेमार हो ल केटा हो मेरो चाहिँ नेमार अङ्कल अङ्कलसित हामीले मोमोहरू मगाउँछ उयो अङ्कलसित जानुभयो होम डेलिभरी ठिकै छ अङ्कलको नि राम्रै छ भनौँ न साइकलमा लेकिन राम्रो छ त्यो साइकल चलाउनु आएको थियो त अङ्कलले त्यो नि हाम्रो पसलबाट किन्नुभएको कि अङ्कलले होइन त्यही हो गाइज अरू त के भन्नु हल्का यहाँनिर फोहोरको लागि नि व्यवस्था गरिएको छ कि देख्नुभयो नि गाइज अनि यो एउटा के भन्छ कि त्यसलाई विन्स्टर त चिन्नुभयो होला तपाईँहरूले विन्स्टर भन्ने एउटा ओके गाइज अनि हामी चाहिँ अहिले राइड गर्नु जान्छौँ होला म हामी भोलितिर राइड जान्छौँ होइन जो इच्छुक हुनुहुन्छ राइडको लागि ओके गाइज एउटा बाइक आइरहेको हेर म त एउटा अङ्कल जस्तो कतिजना लाग्यो अङ्कल लगेज चिनेको त्यो कतिजना लाग्नुभयो भन्दा उतातिर जान्छ गयो होला गाइज अनि त्यहाँबाट अरू त त्यस्तै हो होइन अरू के देखाउनु र गाइज हाम्रो ब्लगमा यसो डोल्ने पनि भनेको डोल्ने त अब त्यस्तो च्याउला खाएको छ हल्का होम टुर भनौँ न गाइज यसो गएर कमेन्ट गर्नु होला है त राम्रो युट्युब गर्छु मैले कतिवटा मात्र ठाउँ देखाउनु त्यही भएर मस्त डोल्न जानु लागेको हो तपाईँहरूको लागि भनेर ओए भाइ यहाँ चाहिँ एउटा भाइ पनि छ तर उनीहरूले देखायो यसको पछाडि ठ्याक्कै दिवारको पछाडि साइकल बनाउनु जाँदा ओए साइकल बनाउनु जाँदा साइकल गाइज भाइ चाहिँ अब साइकल बनाएर जान्छ होइन अनि मेरो साइकल यसो पछाडि छ अहिले भाइ लिँदा सबैलाई देखाउँछु यस्तो बवाल छ कि साइकल फेरि क्वालिटी नै राम्रो के साइकलको अरूभन्दा नि यस्तो बवाल छ होइन गाइज अरूभन्दा पनि मलाई त्यसको क्वालिटी चाहिँ बवाल लाग्यो सेफ्टी क्या एकदम सेफली छ कि साइकल चाहिँ सेफ छ कि भाइ चाहिँ अहिले टाढै यहाँबाट यसरी घुमेर जान्छ होइन भाइ आइसक्यो त्यो भएर मैले यता गरिदिएको क्यामेरा फेरि साइकल देखिन्छ कि ल म चाहिँ त्यहाँको टुर बनाउँछु है त भाइ चाहिँ अहिले गइसक्यो कडा हो भाइ चाहिँ गयो होइन यो मुचीलाई यस्तो हानेको नि मैले अस्ति भनेर भन्छु फेरि पत्ताउनु होला नि यहाँनिर राखिदिएँ कि साइकल अहिले यहाँ काम चलिरहेको यो हल्का डेकोरेट गर्नुपर्छ होइन साइकल हल्का राख्नको लागि मात्र हो क्या गाइज यता नि छ यता नि छ यतातिर थुप्रै स्पेस भर्खर भाइ चाहिँ नि यहाँबाट गएको होइन पखाउनुहोस् है यता फेरि भाइ देखिन्छ क्या सरप्राइज हो नि सरप्राइज दिन नि गाइजलाई उयो यतातिर यता नि छ कि एउटा रोड चाहिँ उयो स्कुटीको अगाडि चाहिँ मेरो साथीको घर हो होइन गाइज अलि क्यामेरा नराम्रो एडजस्ट गर्नु होला प्लिज होइन गाइड नगर्नु होला लाइक र सब्सक्राइब चाहिँ गरिदिनु है प्लिज लाइक एन्ड सब्सक्राइब के भिप माग्दा हो गरिदिनुहोस् मिहिनेत गर्छु गरिरहेको छु अहिलेलाई यतिको होइन भ्लग त हुन नर्मल छोटा मोटा क्रिएटर हुँ यतिकै बनाएको छु भिडियो होइन गाइड सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गर्नु पऱ्यो कि एउटा हो सब्सक्राइब यार भ्युज चाहिँ आउँछ होइन 2.1 के भ्युज आएको थियो तर यार सब्सक्राइब र लाइक त छँदै छैन कि अलिकति हुन्छ नि यार केटा हो लाइक गरिदियो न सब्सक्राइब पनि गर्दैन अरू लाइक चाहियो तर सब्सक्राइब पनि अलिकति लाइक सब्सक्राइब गरिदियो केटा हो होइन तिमीहरूको पनि च्यानल त्यो कमेन्टमा होइन म चाहिँ सब्सक्राइब गरिदिन्छु च्यानल खोलो केटाहरूलाई भन्छु 20-30 जनालाई मेरो नि धेरै छैन भर्खर खोलेको केटाहरूलाई भन्ने पाएन एउटा 7 जनाले जति त कन्ट्याक्टमा गरेँ 7 हो कि 8 सब्सक्राइबर छ अहिले नयाँ अब होइन केटा अहिलेसम्म भ्लगको भिडियो हाल्थेन सर्ट भिडियो मात्रै हाल्थेँ होइन केटा हो अहिले चाहिँ मैले भ्लग पनि हाल्न लाग्यो क्या भ्लगमा चाहिँ प्लिज
सब्सक्राइब गरिदियो